नमस्ते सर एंड मैम, नमस्कार। आज हम नेपाल को इतिहास के बारे में कई जानकारी लिएर आएको छु। नेपाल में कुन कुन राजा थियो अनि कुन कुन प्रधानमंत्री थियो त्यो त्यसको बारे में आज म केही विशेषताहरू लिएर आएको छु। यहाँ नेपाल को इतिहास के बारे में छ दिएको, जस्तै नै त्रिभुवन वीर विक्रम शाहको विशेषताहरू के छन्। त्रिभुवन वीर विक्रम शाहले के गरेको थियो यहाँ लेखेको छ। यहाँ दिएको छन्, यूरोप जाने पहिलो राजा कुन हो? त्रिभुवन वीर विक्रम शाह हो। यूरोप जाने पहिलो राजा को हो? यूरोप जाने पहिलो राजा त्रिभुवन वीर विक्रम शाह हो। प्रथम विश्व युद्ध हुँदाको राजा को थियो? त्रिभुवन थियो। जनता का राजा भनेर चिनिन्छ। जनता को राजा भनेर कसलाई चिनिन्छ? त्रिभुवन वीर विक्रम शाहलाई चिनिन्छ। जस्तै दिएको छ 2007 फागुन 7 मा प्रजातन्त्रको घोषणा गरेको थियो। 2007 साल फागुन 7 गते प्रजातन्त्रको घोषणा गरेको कसले? त्रिभुवन वीर विक्रम शाहले। यहाँ कागती नोटको प्रचलनमा ल्याएको हो। यसैले कागती नोट थियो, त्यसले कसले ल्याएको हो? त्रिभुवन वीर विक्रम शाहले ल्याएको हो। अब पृथ्वी नारायण शाहको विशेषताहरू के छ? यहाँ पृथ्वीनारायण शाहको बारेमा छ। जन्म कहिले भएको थियो पृथ्वीनारायण शाहको? विक्रम सम्वत 1779 पुष 27 को त्यसको जन्म भएको थियो पृथ्वीनारायण शाहको। अनि त्यसको मृत्यु कहिले भइहाल्यो? विक्रम सम्वत 1831 माघ 1 गते त्यसको मृत्यु भएको थियो। जन्म भएको थियो विक्रम सम्वत 1779 पुष 27 गते अनि मृत्यु भएको थियो 1831 माघ 1 गते। अनि पहिलो आक्रमण नुवाकोटमाथि गरेको थियो, जुन असफल भएको थियो। पृथ्वीनारायण शाहले सबभन्दा पहिला कुन ठाउँमा आक्रमण गरेको थियो? नुवाकोटमाथि आक्रमण गरेको थियो, जो थियो असफल भएको थियो। अनि काठमाडौँलाई राजधानी घोषणा गरेको थियो कसले? पृथ्वीनारायण शाहले। राष्ट्रिय झण्डाको प्रयोग गरेको सबभन्दा पहिलो नेपालको राष्ट्रिय झण्डाको प्रयोग कसले गरेको? पृथ्वीनारायण शाहले। नेपालको परराष्ट्र नीतिको निर्माण गरेको अनि एकीकरण गरेको ठाउँहरू के थियो? नेपाल एकीकरण गर्ने ठाउँहरू के थियो? फलबा थियो, लमजुङ थियो र तनहुँ थियो। तीनवटा ठाउँलाई एक ठाउँमा सारेको थियो। अब यहाँ दिएको छ चन्द्र शमशेरको विशेषताहरू। अब चन्द्र शमशेरले के गरेको थियो आफ्नो पालामा? यहाँ रेलको विकास गरेको थियो नेपालमा। रेल सेवाको विकास गरेको थियो। नेपालको नक्सा निर्माण गरेको थियो। नेपालको नक्साहरू के थियो, कस्तो थियो, त्यसको निर्माण गरेको थियो चन्द्र शमशेरले। टोपीमा ब्याज लगाउने चलन यसैले चलाएको। टोपी थियो पेर्ने, त्यो टोपीमा ब्याज लगाउने काम गर्थ्यो, त्यसैले चलाएको हो। राणाहरूलाई एबीसी वर्णमा विभाजन गरेको थियो। जो राणाहरू थियो त्यसलाई एबीसीमा विभाजन गरेको थिए। अनि सप्तरीमा चन्द्रनहर खनाएको थियो। यसैले घरको बाघ र वनको स्याल भन्ने राजा यही हो चन्द्र शमशेर। अनि श्री 5 लाई 31 तोपको सलामीको व्यवस्था गरेको। सिंह दरबार निर्माण गरेको। फर्किङ विद्युत उत्पादन गरेको। उपत्यकामा के थियो? टेलिफोनको सुरुवात गरेको। सबभन्दा पहिला उपत्यकामा टेलिफोनको सुरुवात गरेको कसले हो? चन्द्र शमशेरले। अनि सती प्रथा र दास प्रथाको अन्त्य गरेको। खास गरेर ज्यादै सोध्ने गरिन्छन् पूजनहरू लोकसेवा सिविल सेवा आयोगहरूमा। सती प्रथा र दास प्रथाको अन्त्य कसले गरेको हो? यो चन्द्र शमशेरले गरेको हो। सैनिक अस्पतालको व्यवस्था गरेको थियो। अनि पहिलो पटक बिजुली बत्तीको व्यवस्था गरेको थियो कसले? चन्द्र शमशेरले गरेको थियो। यो भइहाल्यो नेपालको इतिहासमा के कसले के गरेको थियो, कुन राजाले र कुन प्रधानमन्त्रीले के गरेको छ, त्यसको विशेषताहरू थियो। आजको लागि यतिकै रहन दिउँ। अर्को पाठमा म लिएर आउनेछु भोलि। त्यसमा धार्मिक संस्कृति सम्बन्धी के कुरा छ त्यसको बारेमा जानकारी गराउँछु। ल आजको लागि यतिकै रहन दिउँ।